रोल्पाको सुनसहरी गाउँपालिका 5 का पूर्व वडाध्यक्ष तिलक बहादुर बुढाथोकी तिलकको रूस युक्रेन युद्धमा मृत्यु भएको खबरले सिंगो गाउँ नै शोकमा डुबेको छ। स्थानीय र परिवारजनका अनुसार उनी फागुन 13 गतेदेखि सम्पर्कविहीन थिए र फागुन 24 गते उनको मृत्यु पुष्टि भएको छ। तिलक बुढाथोकीको जीवन संघर्ष, आशा, राजनीति र अन्ततः एक अप्रत्याशित युद्धको पीडादायी अन्त्यको कथाले नेपालका हजारौं युवा प्रवासमा जाने बाध्यताको प्रतिनिधित्व गर्छ। तिलक बुढाथोकीको जन्म रोल्पाको एक साधारण किसान परिवारमा भयो। सानैदेखि उनी मेहनती र जुझारु थिए। परिवारको आर्थिक अवस्था सबल नभए पनि उनले प्रारम्भिक शिक्षा गाउँकै विद्यालयबाट पूरा गरे। उनी अन्य ग्रामीण युवा जस्तै सुरक्षाकर्मी बन्ने सपना बोकेर नेपाली सेनामा भर्ती भए। सेनाको अनुशासन र जीवनशैलीले उनलाई एक जिम्मेवार नागरिकका रूपमा तयार गर्यो। तर नेपालमा चलिरहेको माओवादी सशस्त्र संघर्षका कारण सेनामा रहन कठिन हुँदै गयो। सशस्त्र द्वन्द्वले गाउँघर असुरक्षित बनेका थिए र माओवादी पक्षबाट निरन्तर दबाव आइरहेको थियो। यसै कारण उनले सेनाको जागिर छाड्नु पर्यो। जागिर छोडेपछि उनले गाउँमै केही समय बिताए। तर आर्थिक संकटका कारण उनी कतारतर्फ रोजगारी खोज्न लागे। कतारमा उनले विभिन्न कठिनाई भोगे। कहिले सुरक्षा गार्ड, कहिले निर्माण मजदुरका रूपमा काम गर्दै उनले परिवारको जीविका चलाइरहे। कतारपछि उनी अफगानिस्तान जाने निर्णय गरे। युद्धग्रस्त देश भए पनि अफगानिस्तानमा राम्रो कामको अवसर थियो। उनले केही समय त्यहाँ बिताए। तर परिस्थितिले उनलाई 20 मई नेपाल फर्कन बाध्य बनायो। गाउँ फर्केपछि उनले राजनीति रोजे। सैनिक जागिर छाड्न बाध्य भएका तिलक बुढाथोकी रोल्पा फर्केपछि नेकपा एमालेमा सक्रिय भए। राजनैतिक रूपमा सचेत भएका उनी समाज परिवर्तनका लागि काम गर्न चाहन्थे। 2074 सालको स्थानीय तह निर्वाचनमा उनले एमालेबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिए। उनको सरल स्वभाव, गाउँ विकासप्रतिको सोच र जनताको मन जित्ने क्षमताका कारण उनी विजयी भए। वडा अध्यक्षको रूपमा उनले गाउँको विकासका लागि अनेक योजनाहरू अगाडि सारे। स्थानीय पूर्वाधार विकास, कृषि प्रवर्धन र युवालाई स्वरोजगारतर्फ आकर्षित गर्न उनले प्रयास गरे। तर 2079 सालको स्थानीय तहको निर्वाचनमा उनलाई माओवादी उम्मेद्वारसँग पराजय भोग्नु पर्यो। चुनाव खर्चिलो थियो, जसका कारण उनी आर्थिक संकटमा परे। राजनीतिले उनलाई आत्मसम्मान दियो तर आर्थिक रूपमा कमजोर बनायो। चुनावमा पराजय भएपछि उनी आर्थिक रूपमा थप संकटमा फसे। परिवारको दायित्व, ऋणको बोझ र नयाँ अवसरको खोजीले उनलाई पुनः विदेश जाने निर्णय गर्न बाध्य बनायो। 2079 सालको अन्त्यतिर जब रूस युक्रेन युद्ध चलिरहेको थियो, त्यतिबेला रूसले विदेशी नागरिकलाई सेनामा भर्ती गरिरहेको थियो। आकर्षक तलब, विभिन्न सुविधाहरू र केही वर्षपछि रूसको नागरिकता दिने प्रलोभनमा नेपालीहरू पनि आकर्षित हुन थाले। तिलकले परिवारलाई केही नभनी 2080 साल असोजमा रूस जाने निर्णय गरे। उनलाई लागेको थियो कि केही वर्ष युद्धमै रह्यो भने हाम्रो आम्दानी हुनेछ र परिवारको भविष्य सुरक्षित बनाउने सपना पूरा गर्न सकिनेछ। रूस पुगेपछि उनले सैन्य तालिम लिए। उनको काम मोर्चामा खटिनु थियो। प्रारम्भिक दिनहरू सामान्य भए पनि युद्धमा जानु पर्दा परिस्थिति जटिल बन्दै गयो। उनी फागुन 13 गतेपछि परिवारसँग सम्पर्कमा रहेनन्। फागुन 24 गते उनको निधनको खबर आयो। परिवारलाई यो खबर उनका साथीहरूले सुनाए, जो युद्धमा उनीसँगै खटिएका थिए। 4 जना सँगै युद्धमा गएका थिए, तर तीमध्ये 2 जना मात्रै फर्किए। तिलक बुढाथोकीको निधनको खबर गाउँभरि फैलियो। उनका 72 वर्षीय बुवा ओम बहादुर क्रिया बसे। श्रीमती अनिता, जो स्थानीय स्वास्थ्यकर्मी हुन्, पीडामा थिइन्। उनका 14 वर्षीय छोरा आयुष र 7 वर्षकी छोरी आयुषा बुटोलमा अध्ययन गरिरहेका छन्। गाउँका स्थानीयहरू, वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष सबै स्तब्ध थिए। गाउँपालिका अध्यक्ष धनबहादुर पुन मगरले भने, तिलक दाईको मृत्युले हामी सबै मर्माहित छौं। उहाँ मेहनती, इमान्दार र जनताको सेवामा समर्पित व्यक्ति हुनुहुन्थ्यो। उनका छिमेकी रेखबहादुर पुनले भने, तिलक दाईले यो पटक यो बाटो रोज्नुहुन्छ भन्ने कल्पना पनि गरेका थिएनौं। चुनावमा पराजय भएपछि उहाँ आर्थिक भारमा हुनुहुन्थ्यो, तर यो निर्णय लिनुहुन्छ भन्ने सोच्न सकेका थिएनौं। परिवारले उनको पार्थिव शरीर नेपाल ल्याउने विषयमा जानकारी पाएको छैन। रुसी सेनामा भर्ती भएका धेरै नेपालीहरू ज्यान गुमाइरहेका छन्, तर उनीहरूको शव फिर्ता ल्याउन कुनै निश्चित प्रक्रिया भने छैन। नेपालले पनि हालसम्म यस विषयमा ठोस कदम चालेको छैन। तिलक बुढाथोकीको कथा केवल व्यक्तिगत त्रासदी मात्रै होइन, नेपालका हजारौं युवाको पीडा हो। रोजगारीको खोजीमा युवाहरू युद्धभूमि पुग्न बाध्य छन्, जसले गम्भीर प्रश्न उठाएको छ, नेपालका युवाहरू सुरक्षित भविष्य कहिले पाउने।